बालेन शाहमाथि अत्याधिक मिडिया ट्रायल भए जस्तो लाग्दैन तपाईहरुलाई? के बालेन शाह साच्चै विदेशी दलाल हुन्? हिजो तपाईहरुकै भोटबाट निर्वाचित भएर काठमाडौँ महानगरपालिकाको मुहार कस्तो बनाएका छन्। हिजो तपाई एउटा गाउँबाट काठमाडौँ आउँदाखेरि तपाईले काठमाडौँ कस्तो देख्नु भएको थियो र आज कस्तो देख्नुहुन्छ? तपाई विदेशबाट पहिलो चोटी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिदै गर्दाखेरि र त्यहाँबाट बाहिर निक्लिँदाखेरि तपाईले विदेशमा देखेका बाटाघाटाहरू त्यस्तै देख्नुहुन्न काठमाडौँमा? तपाई नजिकैको भक्तपुर हेर्नुस् र नजिकैको ललितपुर पनि हेर्नुस् र अरु जिल्ला हेर्नुस् र काठमाडौँ हेर्नुस् कस्तो भएको छ। त्यो मिडिया ट्रायल कहिलेसम्म? यो मिडिया ट्रायलले के हामी नेपाली जनतालाई सुखी बनाउँछ, समृद्धको बाटोमा हिँडाउँछ जस्तो लाग्छ तपाईहरुलाई? म कसैको भक्त होइन, म बालेनको भक्त पनि होइन, म या अरु कुनै पार्टीको भक्त पनि होइन, तर यो नेपालको भक्त हो, आफ्नो देशको भक्त हो। म नेपाली हो, त्यही भएर मलाई देशको चिन्ता छ। किनभने बालेन्द्र शाहले गरिरहेको हरेक कदमलाई मिडिया ट्रायलले विदेशी दलालको ट्याग भिराइरहेको छ। हिजो जेनजीको आन्दोलन अप्रत्यक्ष रूपमा बालेनले गरे र अन्तरिम सरकार बालेनकै नेतृत्वमा आयो, तर बालेन अगाडि आएनन् भन्ने तपाईहरु नै हैन? हिजो आन्दोलन भइरहेको बेलामा इफ नट टुडे देन व्हेन भन्ने ट्याग तपाईहरुले नै लगाएको होइन? अनि आज बालेनलाई तपाईहरु विदेशी दलाल भन्नुहुन्छ? हिजो आन्दोलन भइराख्दाखेरि इफ नट नाउ देन नेभर भन्ने तपाईहरु नै हैन? अनि आज तपाईहरु नै बालेनको विरुद्धमा मिडिया ट्रायल गर्दै विदेशी दलाल हो भन्नुहुन्छ? 6 महिनाको लागि प्रधानमन्त्री भएर बालेनले के गर्ने? यी अहिलेका झोलेहरू जसरी सल्बलाई राखेका छन् अनि अन्तिममा बालेन पनि सकिनु पर्ने, उनीहरुको लागि बलिदान दिनुपर्ने 6 महिनाको लागि प्रधानमन्त्री भएर उनले हाम्रो देश नेपाल बनाउँछु भनेको छ, बनाउन लागि परेको छ। साथ दिनुपर्छ हामीहरुले। तर यसरी मिडिया ट्रायल गरेर हुँदैन। यो कुरा सम्पूर्णले बुझ्न जरुरी छ। बालेनले के नराम्रो गरे? इन्डियन फिल्मलाई काठमाडौँमा बैन गरे, नराम्रो भयो?